2 दिन हिँड्नु परेन, अल्छी लागेर होला, म पनि लामो समय भनौँ न भोजपुरै बस्यो। तर रमाइलो रमाइलो त्यो कस्तो रमाइलो भने कल्पना बहुत गर्न सकिन्थ्यो कि काठमाडौँ राजधानी होइन, त्यति बेलाको अब यहाँको धराहरा होइन, रत्न पार्क, ट्रली बस, पशुपतिनाथ, स्वयम्भूको बारेमा पुतली सडक, न्यु रोड सुनिन्थ्यो। कस्तो होला भन्दाखेरि अर्कै इमेज आउँथ्यो कि, अर्कै कस्तो होइन, गाउँको त्यो टिपिकल टेक्स्चरलाई जोडेर आफ्नै सहरको इमेजिनेसन, त्यो एउटा छुट्टै पिक्चर बन्छ नि, त्यस्तो बन्ने हो, त्यस्तो बनाइन्थ्यो। कोही बेला फिल्म हल अब थियो, फिल्म हलहरूमा चाहिँ अब हेर्दाखेरि अब फिल्ममा त काठमाडौँ भनेर भन्दाखेरि कोही बेला काठमाडौँ मात्रै देखिन्छ, भित्री त अरू ठाउँ पनि चिट गरिन्छ नि, सुन्दर ठाउँ त्यस्तो होला, त्यस्तो रहेछ पछि मैले बुझ्दाखेरि। तर काठमाडौँ, भक्तपुर, ललितपुरको त्यो इमेजहरू चाहिँ फिल्म अनि को पर्दामा आएको इमेज अनि मेरो गाउँघरको त्यो टेक्स्चरको इमेज मिक्स गरेर काठमाडौँको बहुत ठुलो कल्पना गर्थेँ। अनि गाडी हुन्छ, गाडी नजिकबाट फिल्ममा बाहेक देखेको छैन, फिल्ममा कसरी कुदाउँछ के हुन्छ, डर लाग्ने कि गाडीदेखि पनि। मोटरसाइकल बाइक केही पनि छ नि तपाईँको? त्यो बेलासम्म थिएन, म काठमाडौँ आएको 5 वर्ष पछाडि हो गाडी पुगेको।